कन्या राशि, के तपाईलाई लाग्छ कि यो राशिका मान्छेहरू केवल शान्त र सोझा मात्र हुन्छन्? यदि त्यसो हो भने तपाईले यिनीहरूको शार्प दिमागलाई अझै चिन्नु भएको छैन। बाहिरबाट हेर्दा यिनीहरू एकदमै मिलाएर बस्ने र अनुशासित देखिन्छन्, तर यिनीहरूको भित्र एउटा यस्तो रहस्य छ जसले जो कोहीलाई पनि अचम्ममा पारिदिन्छ। आउनुहोस् आज कन्या राशिको त्यो सिधा र स्पष्ट स्वभावको बारेमा कुरा गरौं। कन्या राशिलाई बुधले शासन गर्छ, त्यसैले यिनीहरूको दिमाग एकदमै तेज र लोजिकल हुन्छ। यिनीहरूलाई ससाना कुराहरूमा पनि ध्यान दिन मनपर्छ र हरेक काम पर्फेक्ट होस् भन्ने चाहन्छन्। यिनीहरू अलिकति आलोचनात्मक स्वभावका देखिन सक्छन्, तर यिनीहरूको एउटा अचम्मको गुण के हो भने यिनीहरूले अरूको सेवा र मद्दत गर्न कहिले पछि हट्दैनन्। कन्या राशिका मान्छेहरू धेरै नै व्यवहारिक र बुद्धिमानी हुन्छन्, तर याद राख्नुहोस् यिनीहरू तबसम्म मात्र सहयोग गर्छन् जबसम्म यिनीहरूलाई लाग्छ कि अगाडिको मान्छे इमान्दार छ। यिनीहरूलाई कसैले ढाँट्यो वा ठग्यो भने यिनीहरूले त्यो कुरा कहिल्यै बिर्सदैनन्। यिनीहरू भरपर्दो र एकदमै केयरिङ साथी हुन्। यदि तपाईको जीवनमा कन्या राशिको कोही छ भने सम्झनुहोस् तपाईले एउटा यस्तो मान्छे पाउनु भएको छ जसले तपाईको जीवनलाई व्यवस्थित बनाइदिन्छ। तर एउटा कुरा, कन्या राशिका व्यक्तिहरू धेरै नै सोच्ने गर्छन्। यिनीहरू हरेक कुराको गहिराईमा पुग्न चाहन्छन्, जसले गर्दा कहिलेकाहीँ आफैलाई तनावमा पार्छन्। यिनीहरूको जीवनमा सरसफाई, व्यवस्थापन र अनुशासनको धेरै ठूलो महत्व हुन्छ। यिनीहरू असाध्यै मेहनती हुन्छन् र आफ्नो लक्ष्य प्राप्त गर्न सधैँ योजना बनाएर अघि बढ्छन्। तर सुन्नुस्, तपाई जति नै पर्फेक्ट हुन खोजे पनि कहिलेकाहीँ तपाईको त्यही धेरै सोच्ने बानीले गर्दा तपाईको स्वास्थ्यमा असर परिरहेको हुन्छ। तपाई अरूको गल्ती त छिट्टै देख्नुहुन्छ, तर आफ्नै मनको शान्तिलाई कतै बिर्सिनु त भएको छैन। मेरो एउटा सल्लाह छ कन्या राशिलाई, यदि तपाई आफ्नो जीवनमा अझै धेरै सफलता र मानसिक शान्ति चाहनुहुन्छ भने हरेक कुरामा पर्फेक्सन खोज्न छोडिदिनुहोस् र बुधबारको दिन हरियो वस्तुको प्रयोग वा दान गर्नुहोस्। यसले तपाईको बुद्धिलाई अझै चम्काउनेछ। के तपाई पनि कन्या राशि नै हो भने कमेन्टमा फर्गो लेख्नुहोला या नेपालीमा कन्या राशि। अर्को भिडियोमा भेटौँला। जय श्री राम।